डल्ली र होची हुनुको बेफाइदा है साथीहरू। आज चाहिँ हामी कन्सर्ट हेर्न गएको थियौँ नि त। अनि यहाँ देख्न सक्नुहुन्छ यस्तो भिडभाडमा हामी पछि थियौँ। यस्तो टाउको नै मेरो त कहाँ बरु बहिनीहरू पनि मभन्दा अग्लो अग्लो थिए है। म यस्तो होछु कि म यस्तो होछु भगवान्। सेवा र म चाहन्छु है। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै ठिक छु। आज चाहिँ हामी बौद्ध जानु लागेको थियौँ क्या। अनि ठ्याक्कै बौद्ध जानु लाग्दा त मेरो बुढा के दिपेश पल्टनदेखि घर आइपुगेको है। म त दङ्गै परेँ। त्यतिकैमा उसलाई चाहिँ अब ऊ नजाने भयो। अनि म गलेको छु रे अनि फ्रेस हुन्छु भनेर चाहिँ उसलाई चाहिँ हामीले रुममै छोडिदिएर हामी चाहिँ लाग्यौँ बौद्धतिर। अगाडिको थम्बनेल हेरेर थाहा पाइसक्नुभयो होला आज बौद्धमा के छ भनेर। आई होप तपाईँहरू पनि आउनुभयो होला होइन कतिजना। अनि आज चाहिँ हामी कन्सर्ट हेर्नु गएको थियौँ बौद्ध। अनि सांस्कृतिक कार्यक्रमहरू विभिन्न किसिमको धेरैवटा यताउता छ भन्ने चाहिँ सुनिएको थियो। अनि हामी पनि जाँदैछौँ के। अनि हाम्रो त बच्चाहरूसँग त हिँड्नै नहुने के भएको बच्चाहरूसँग हिँड्नु। बौद्ध पुग्ने बित्तिकै मेरो बाबुलाई चाहिँ बाबाको याद आयो। म घरै जान्छु भन्न थालेँ। फेरि तिर्खा लाग्यो रे, फेरि भोक लाग्यो रे है। पानीपुरी दन्काइहाले पुगेको बित्तिकै। अनि आज चाहिँ बौद्ध पनि यस्तो मजाले फुलले ढाकेर सजाएको रहेछ कि कस्तो राम्रो लाग्यो। अनि म चाहिँ गएको बित्तिकै केही कुराहरू मागेँ है। अनि त्यसपछि भिडभाडको त कुरा नगर्दै हुन्छ। हाम्रो टिममा सायदै हामी 9-10 जना त थियौँ नै होला। यति धेरै भिड कि साथीहरू, यति धेरै भिड, घाम उत्तिकै लागेको है। तर रमाइलो पनि भइरहेको थियो। अनि यहाँनिर चाहिँ रहेछ क्या फोटो खिच्ने ठाउँ। अनि सबैजनाले फोटो खिच्यौँ रे। अनि 1-2 फोटो खिच्यौँ। अनि त्यसपछि चाहिँ हामी सिधै अब यो अरू बेला नि आइराखेकै हो, हामी चाहिँ कन्सर्ट हेर्नै जाऊँ बरु भनेर चाहिँ हामी चाहिँ सुई लाग्यौँ साथीहरू। अनि यहाँनिर चाहिँ बहिनीहरूलाई एउटा लकेट मन परेको रहेछ। अनि नलिम भनेको उनीहरूले लिम कि लिम रे के। अनि त्यसपछि हामीले पनि एउटा चुरा लिम होइन, ब्रासलेट। अनि मेरो बाबुको चाहिँ अब उसको लागि चाहिँ उसको साथी सबैभन्दा ठुलो कुरा भइरहेछ नि त अहिले। अनि उसलाई चुरा किनेको त उसले त मेरो साथी मलाई आशीर्मानलाई पनि चाहियो रे। अनि आशीर्मानलाई पनि किनिदियो क्या बाबुले। अनि फाइनली यो चाहिँ देख्न सक्नुहुन्छ जहाँनिर कन्सर्ट भएको थियो त्यहाँनिर यस्तो भिड थियो कि भगवान्। के छ भनेर सुनेको भिडियोमा चाहिँ। तर त्यहाँनिर गएपछि चाहिँ बच्चाहरूले यस्तो धेरै उयो दिमागै हराइदिएको के। कसैले यो खाने, कसैले घर जाने, कसैले के भनेर है। राम्रोसँग केही कुराहरू हेर्नु पनि पाइएन। अनि हामीले चाहिँ यस्तो रमाइलो चाहिँ खतरा रमाइलो गऱ्यौँ। अनि हामी चाहिँ यहाँ बहिनीहरू अनि मेरो बाबु हामी मात्रै थियौँ। अनि आन्टीहरू, दिदीहरू, दाइहरू चाहिँ कता के। तर आज यहाँ जति पनि गीतहरू गाइराख्नु भएको थियो नि त्यो गीतहरू चाहिँ मेरो चाहिँ एकदमै बेस्ट, मलाई एकदमै धेरै मनपर्ने गीतहरू मात्रै थियो। त्यही भएर मैले चाहिँ धेरैभन्दा धेरै इन्जोय गरेँ के। मसँगै मेरो बहिनीहरूले पनि धेरै रमाइलो गरे कि। यस्तो धेरै रमाए कि उनीहरू चाहिँ। अब चाहिँ धेरै भिडभाड भयो, एकदमै धेरै गर्मी पनि भइरहेको थियो। निस्किनु पर्यो भनेर बहिनीहरूलाई जाम भनेको, बहिनीहरूले नजाम अहिले एकछिन हेरौँ अनि मात्रै जाम रे। त्यसपछि चाहिँ फेरि पनि हामीले चाहिँ यता भिडियोतिरै फोकस गरिरहेको छौँ। यताको साउन्ड सुनेर पनि थाहा पाइसक्नु भयो होला है कस्तो धेरै रमाइलो भएको थियो भनेर चाहिँ। लाइफमा रमाइलो भन्ने कुराहरू पनि कहिलेकाहीँ गर्नुपर्छ साथीहरू। सबैको अनुभव लिनुपर्छ। मान्छेको जिन्दगीमा दुःख सुख भन्ने चिज त अब हाम्रो एउटा जीवन साथी नै हो होइन। आउँछ जान्छ। अनि म चाहिँ एकदम फेरि रमाइलो गर्ने खालकै मान्छे छु नि त। अनि म चाहिँ जहाँ पनि पुगिरहेको हुन्छु भन्दै आजको मेरो भिडियोलाई चाहिँ म यहीँ समाप्त गर्न चाहन्छु साथीहरू। अब फेरि अर्को भिडियोमा भेटौँला है। बाई बाई। थ्याङ्क यू फर वाचिङ।